दोकान जे जस्तो भयो भने भयो होइन। अब आज चाहिँ मेन अब भनेको व्यवसायको लागि लायक छस् भनेर हिजोसम्म हामीसँग प्रमाण थिएन। सो आज चाहिँ प्रमाण हुन्छ कि भन्ने होपले अब हामी आमा छोरा लाग्दैछौँ। र यता हाम्रो मोटरसाइकल पार्ट्स र एमसी ग्यारेजको पनि लगभगै हामी सबैजना तिनटै दोकान टक्क तिनटै दोकानको सँगै आउने छ व्यवसाय एउटा। अब त चाहिँ ल लायक छस् है, तैँले व्यवसाय नेपालमा बसेर गर्न पाइस् होइन, तँलाई अब स्वीकृति पाइस्, तैँले गर्ने भइस् भनेर एउटा आधार थियो। त्यो अब हामीले आज अब पाइन्छ कि भन्ने होप छ। अब के हुन्छ कसो हुन्छ हामीसँग यो जर्नीमा साथ दिनु होला। अब हामी देखाउँदै जान्छौँ पाइन्छ पाइँदैन के हुन्छ कसो हुन्छ सबै कुरा म देखाउँदै जान्छु। यदि कोही भ्रष्टाचार गर्न आयो भने त्यो पनि म क्लिप देखाउँछु, किनकि हामी भनेको स्वतन्त्र एउटा उयो नागरिक हो। हामी कोहीसँग डराउनु भएन, किनकि हामीले चोरी डकैती लुटेर काम गरेको भए डराउन मिल्छ होइन, लायकी रूपमा काम गर्दा त डराउने कामै हुँदैन। सो तपाईँहरू सबैजना यो जर्नीमा साथ दिनुहुन्छ भन्ने आशा राख्दछु। उहाँ गएर ओभर पर्नु भन्दा चाहिँ म चाहिँ अगाडि नै यहीँनिर आएर अब पेट्रोल हालौँ भनेर, पेट्रोल नभएको होइन छ मसँग छन त यहाँ हेर्न सक्नुहुन्छ। 100-2 दिन घाटा र पनि आमासँग जाँदैछु। अब फ्यामिलीसँग जाँदाखेरि अलिकति सुरुमै प्रपर भएर चाहिँ गएकै ठिक हो। हुन्छ त हालिदिनु न। सो यहाँ खुलिसक्यो ट्याङ्की हजुर 500को। ब्याडली म चाहिँ फेरि घर आएँ, किनभने अब आमाले मेन कुरा भनेको नागरिकता हो। अब त्यस्तो ठुलो अब चन्द्रगढी यस्तो कार्यालयमा जाँदाखेरि नागरिकता नलिकन जानुभएछ, फोटोकपीले काम गर्छ भन्ने सोच अब बिचरा आमालाई नि के थाहा होइन। अनि त्यो सोचले हुनुभएको रहेछ आमा पनि अब फोटोकपीले भइहाल्छ नि भनेर। सो अनि यस्तो यस्तो असुविधा हजुरहरूलाई नहोस् भनेर मैले यो क्लिपहरू एड गर्दैछु। सो अब चाहिँ म नागरिकता खोज्छु, नागरिकता खोजिसकेर एउटा कुरा हजुरहरूलाई सेयर गर्छु है त। सो के कुरा भन्छु भनेको थियो भने चाहिँ मैले चाहिँ अब भ्लगमा तपाईँहरूलाई त्यस्तो कुराहरू त्यो सबै कुराहरू मैले अब कस्तो हुन्छ नि यताउति दिन नसक्यो भने तपाईँहरूलाई सानो एउटा सजेसन प्लस कुरा भनेको तपाईँहरूलाई एउटा हुन्छ नि के भन्नु होला अब एउटा ज्ञान जुन मैले भयो कुरा तपाईँलाई सेयर गरौँ भनेर। सो अब तपाईँहरू अब वडा कार्यालय अथवा नगरपालिका जाँदै हुनुहुन्छ भने चाहिँ नागरिकता छैन भने पनि अलिकति खण्डमा तपाईँको अब फोटोकपीहरूले पनि चल्छ नागरिकता होइन। तर अब जिल्ला जुन चन्द्रगढी प्रशासन कार्यालयमा छिरेपछि तपाईँको नागरिकता भनेको मेन इम्पोर्टेन्ट थिङ हुन्छ। र तपाईँहरूले पनि यस्तो कुराहरू सुरुमै कागजातहरू चाहिँ बलियो बनाउनु होला। तपाईँहरूसँग शत्रु घुमिरहेको हुन्छ क्या यो मान्छेलाई केमा चाहिँ उयो गरौँ भनेर, किनकि हाम्रो कार्यालय भनेको त तपाईँलाई थाहा छँदैछ अहिलेको जुन हाल फिलहाल के कस्तो षड्यन्त्र रचिरहेछ। सो त्यही भएर तपाईँहरूले कागज चाहिँ आफ्नो बलियो राख्नु होला, किनकि मान्छेले बोल्दैन कागजले बोल्छ। यहाँ त मान्छेले छुरा हान्यो भने पनि कागजमा छुरा त्यसले हानेको होइन भन्यो भने पनि त्यो होइन। तपाईँले आँखाले देख्नुपर्छ त्यसले हानेको भनेर, तर कागजले होइन भनेछ नि होइन नि छानबिन हुन्छ क्या, होइन निलाई सही भन्छ क्या। आँखाले होइन देखाइले होइन हजुर, देखाइले केही फरक पर्दैन, यहाँ सब कुरा गर्छ कागजपत्रले। सो त्यही भएर तपाईँहरू पनि कागजपत्र जस्तो कुरा चाहिँ एकदमै बलियो एभिडेन्स सबभन्दा जरुरी कुरा भनेको एभिडेन्स हो। तपाईँले कागजपत्र जति बलियो गर्नुभयो त्यति तपाईँ सफल गर्नुहुन्छ है त। जुन हाम्रो यो अहिलेको युगमा चाहिँ त्यही भइरहेछ। हामी सँगै आइसकेर पहिलो कुरा भनेको चाहिँ हाम्रो फर्म भर्ने हुन्छ। सो फर्म भर्दैछौँ मैले चाहिँ हामी यहाँ सबैजना छौँ, यता भुवन सर आमा सबैजना हुनुहुन्छ। फर्म भर्ने कार्यक्रम हुँदैछ। फाइल पनि टक्कसँग रेडी भइसक्यो। अब चाहिँ हामी कार्यालयमा बुझाउन जान आँटेको छौँ। आमा अनि यता भुवन सर यता हजुर त्यो कागजको लागि हामीले कुदाउ धेरै भएको थियो। सो केही छैन, कागज आयो। अब चाहिँ जे होस् खुसी लाग्दैछ। फाइनली धेरै परिश्रम पछि होइन अब के भन्नु फाइनली जोस् व्यापारी भयो भनौँ न। अब यही पेपरले होइन अब हिजोको दिनमा मसँग केही थिएन, न गोजीमा 1 रुपियाँ थियो, न यत्रो ठुलो सपना थियो, 1 रुपियाँ पैसा पनि थिएन। अनि त्यसपछि भनेको प्लस कुरा मसँग केही नै थिएन, जिरो, एभ्रिथिङ इज अ जिरो। अनि र पनि हार मानेन, आफूसँग भएको सिप युज गरौँ न त भन्ने एउटा धारणा आयो होइन। अनि त्यो युज
अब सिपलाई युज गरौँ भनेर अनि त्यसपछि दिदीहरूसँग सल्लाह गरेर सबैजना फ्यामिलीले पनि हल्का फुल्का सपोर्ट गर्नुभयो। त्यसपछि सबैजनाले गर्न त भन्ने एउटा धारणा मिलेपछि हो आयो अनि त्यसपछि गरौँ न त भन्यो र लागि परेको थियो। लगभग 4 महिना 5 महिना भयो। 4 महिना 5 महिना पछि चाहिँ सो फाइनली पेपर आज हातमा आयो। म यति खुसी छु होइन, म भित्री मन पनि रुँदैछ क्या। म हिजोको त्यो केटा जुन म विदेश जाने सपना नदेखेको, अब ऋण घरको ऋण छ, व्यवसाय गर्ने, आफ्नै एउटा व्यापार गर्ने, नहोला कमाइ फरक परेन, ओके जस्ट फाइन। 1 वर्ष 2 वर्ष नहोला, त्यसपछि त हुन्छ नि त। त्यो सोचेर अघि बढेको थिएँ। ऋण लागोस् दिन नलागोस् भनेर ऋण लिइरहेको छु। अझै नि ऋण कति छ र पनि मैले आई नेभर गिभ अप। र यो हातमा आएपछि चाहिँ म चाहिँ के भन्छु भने आई क्यान डु म्यान, आई क्यान डु। अब चाहिँ म सक्छु, म लायकको रहेछु है, मैले पनि गर्ने रहेछु। र म जस्तै जसले पनि गर्ने सोच गरिराख्नु भएको छ उहाँहरूलाई पनि म एउटा मात्रै मोटिभेसनल के गर्छु भने आएर नखानु होला, हरेस नखानु होला, हरेस खायो भने सरेस चाहिँ नखानु, बरु हरेस ठिक छ। कस्तो हुन्छ भने हामीले हरेक कदम चाल्नै पर्ने रहेछ क्या। अब स्टार्टिङमा अलिकति गाह्रो पर्छ, अब चालौँ कि नचालौँ हुन्छ, तर एकचोटि चालेपछि त्यो पाइला सदाभरको लागि चालिने रहेछ क्या। सो मैले पनि हिजोको दिनमा त्यो नदेखेको भए आज सायदै मसँग पनि हुँदैन थियो होला। अहिले अब सामानहरू सबै छ, सामानहरू जो सबै मतलब त्यत्रो सबै त छैन र पनि जोस् छ नि त, हदसम्म त छ नि त। मैले यत्तिको कहाँ आई नेभर एक्सपेक्ट, मैले यत्तिको कहाँ एक्सपेक्ट गरेको थिएँ यार। म त झन् केही नभएको फ्यामिलीको त र पनि नसोचेको कुराहरू पुरा भयो। ठिक छ, ओके। त थ्याङ्क यू सो मच एभ्री वान। अनि तपाईँलाई यति धेरै माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। म यतिको लायक त थिइनँ र पनि तपाईँहरूले लायक मलाई बनाइदिनु भयो, त्यसको लागि धन्यवाद हजुरहरूलाई। र आउँदो दिनमा अझ माया देखाइदिनु होला। अब व्यापार गरेको छ, व्यापारमा पनि तपाईँहरूले माया गरिदिनु होला। अब तपाईँहरू डिस्काउन्ट माग्नुहुन्छ, म सकेसम्म घटाएर दिन खोज्छु, तर मलाई पनि नमारिदिनु होला। तपाईँहरूलाई पनि म मार्दिनँ र त्यसै गरी आइदिनु होला, माया देखाइदिनु होला। र मेरो यो मैले मेन्सन गरेको चाहिँ दिपेश स्टिकर हाउस भन्ने टिकटक पेजमा चाहिँ सबैजनाले गएर फलो गरिदिनु होला। आउँदो दिनमा अझै माया बढ्दै जाओस्। अब यत्रो गरेको छ साथीले, भाइले, उसलाई हामीले पनि माया गरिदिनुपर्छ भन्ने सोच छ भने अभियसली प्लिज गरिदिनु होला। अनि दिपेश ब्लग 01 पेजमा गएर पनि सब्सक्राइब गरिदिनु होला। र थ्याङ्क्स टु मेरो पिटर साथी अनि हाम्रो साथीको नामै मैले ट्र्याक बिर्सेँ। हाम्रो पिटर साथीहरूलाई पनि थ्याङ्क यू सो मच। जुन कि हामी छौँ त साथी भन्नु नि ठुलो कुरो हो क्या यो बेलामा। पैसा नट म्याटर क्या, हामी छौँ त साथी, केही छैन त आउन भन्ने त्यत्तिकोमा धन्यवाद। जस ठाउँ ठाउँमा बनाएको छु मान्छे र मलाई पनि चिनिदिनु भएको छ उहाँहरूले पनि, त्यसको लागि थ्याङ्क यू सो मच एभ्री वान। र अब चाहिँ म के वादा गर्छु भने मेरो व्यापार सँगसँगै म युट्युबमा पनि ब्याक आउँछु। व्यापारमा त म छँदैछु, युट्युबमा पनि म ब्याक आउँछु। यदि यो भिडियोमा 10K प्लस लाइक र 100+ कमेन्ट आयो भने म युट्युबमा ब्याक आउँछु। अनि सबैजनाले एकचोटि युट्युबमा ब्याक आउनु पऱ्यो भनेर अनि भनिदिनु पर्ने हुन्छ। र सबैजनाले गएर दिपेश ब्लग 01 च्यानलमा पनि गएर सब्सक्राइब गरिदिनु होला। 1.5K समथिङ होला, 1.7K जब पुग्छ त्यो दिन म पुगेको राति 3 बजी राति पुग्यो भने 3 बजी राति भयो भने म भ्लग एडिट गरेर भने हाल्छु। सो थ्याङ्क यू सो मच एभ्री वान। नसोचेको कुराहरू पुरा हुँदैछ। र मैले चाहिँ यो दोकान चाहिँ मेरो आमाको नाममा पास गरेको है, मेरो नाममा होइन, आमाको नाम हालिदिएको, किनभने आमा भनेको आमा नै हो जस्तै जे भए पनि। अब पार्टनरमा चाहिँ मेरो चाहिँ छैन, केही नै छैन। थ्याङ्क यू सो मच एभ्री वान। र आशा छ हजुरहरू आएको दिनुहुन्छ, माया देखाइदिनुहुन्छ भन्दै आजको भिडियोलाई यहीँबाट बिदा लिन चाहन्छु, किनकि निकै लामो भयो होला, 6 मिनट समथिङको भयो होला। सो सबैजनालाई धन्यवाद अनि बाइ बाइ गाइस। अब नेक्स्ट भिडियोमा भेट्छु र माया गरिदिनु होला है त। बाइ बाइ।